डाँडा काँडा हुँदै हुँदै हैन पहाडहरुलाई चिर्दै चिर्दै हामी अघि बढ्दै जानेछौँ चुली पोखरी। धेरै वर्षपछि यस्तो चढेको म मुटु नै चिउ 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 भएर खाली दुःखले थाक्दैन जय गोर्खा पुरा याद आयो क्या दिमागमा। के चुली पोखरीको नाम चुली पोखरी किन राखेको? चुली पोखरी युट्युबमा हेर्दा त खुब राम्रो देखिन्छ, यहाँ त खासै आएपछि खासै राम्रो लागेन मलाई। यहाँ सबैजनाले सुन्नुहोस्। So hello everyone, welcome back to my channel. Once again I am here in खुडी र खुडीमा चाहिँ आज हामी यहाँ खुडी घुम्न लागेको हैन। हामी खासमा जान आँटेको भनेको हामी चुली पोखरीतिर हो। चुली पोखरी हामी जान आँट्दैछौँ। आज म र मेरो साथी हाम्रो कुलबहादुर सर भटबाट लिएर आउनु भएको छ र आज फर्स्ट चोटि म जाँदैछु चुली पोखरीतिर। मेरो साथी चाहिँ अगाडि नै घुमिसकेको मान्छे हो र मलाई आज गाइड गर्नेछन् उहाँले नै। र साथै हामीले ब्याग पनि बोकेका छौँ र ब्यागभित्र चाहिँ त्यस्तै खानेकुराहरू चिसो पानीहरू छ। ओ गाइस, चाहिँ हामी यहाँ झोलुङ्गे पुलमा हिँडिरहेका छौँ है। अनि आजको दिन भनेको घाम लागिरहेको छ र हामी अब हाइकिङ गर्नेछौँ डाँडा काँडा हुँदै हुँदै हैन पहाडहरूलाई चिर्दै चिर्दै हामी अघि बढ्दै जानेछौँ चुली पोखरी। र साथै हामी घरमा बसेर मोटाइरहेको थियौँ, अब हाइकिङ गरेर कति मासु घट्ने हो। बाटो यही हो, यही बाटो हुँदै हुँदै माथि चढेर जाने भन्दै थिएँ एउटा आन्टीले। सो गाइस, हामी आधी बाटो पनि पुगेको छैनौँ, सासार सुसु भइसक्यो। पसिना निस्केको पसिना ब्याग बोकेर हिँडेको छौँ र अहिले चाहिँ अफरोड आयो। अहिलेसम्म सिडीको बाटो थियो, हेर्नुहोस् बाटो यस्तो छ। यस्तो बाटोमा हामी हिँड्दैछौँ। हामी यहाँनिर आइपुग्यौँ। जाँड भ्यू दामी आउँदो रहेछ, तर यस्तो हालत पत्ली भएको छ नि भन्नै गाह्रो। धेरै वर्षपछि यस्तो चढेको म मुटु नै चिउ 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 भएर गलेर अझै बाटोहरू न यहाँ यस्तो माथि छ। अनि हेरौँ कतिर पुगिन्छ। गाइस, राष्ट्रै गाह्रो हो त यहाँ त चढ्नु होला। मान्छेहरूलाई सहरमा त चढ्दाखेरि अक्सिजनको कमी लो हुन्छ भनेर फिल गर्छन्, हामी चढ्दाखेरि अक्सिजनको लो फिल गरिरहेछौँ साँच्चै सुसु भएर। गाइस, अहिले हामी यही बाटोमै छौँ। रेस्ट गर्दै गर्दै एक मिनट हिँड्दै 5-5 मिनट बस्दै हामी यो डाँडा कटाउने भनेको कटेकै छैन चाहिँ। बाटो यस्तै छ, अझै हामी हिँडिरहेछौँ। डाँडा कटिन लाग्यो अब चाहिँ। डाँडा कटिसकेपछि चाहिँ अहिले अलिक राम्रो बाटो आएको छ, हल्का त्यस्तो डाँडा काँडा छैन यहाँ चाहिँ। अनि यस्तै बाटो हो भने चाहिँ 10 किलोमिटर पनि हिँड्छु म, तर पुरै भिड पाखा यताउति छ भने चाहिँ सकिँदैन रहेछ। तर जे होस्, हजुरहरू पनि आउनुलाई यो ठाउँमा एकदम बेस्ट छ हिँड्न मन पराउनेहरूको लागि। अब सुती खाने मान्छेहरूको लागि चाहिँ ठिक छैन। अनि यहाँनिर बस्ने ठाउँहरू चौतारीहरू पनि रहेछ। अनि यहाँदेखि चाहिँ एकदम दामी भ्यू देखिन्छ क्या मजाले। अनि यहाँ आउनु अघि चाहिँ एउटा भिडियो हेरेको थिएँ मैले। यहीँनिरको एउटा दाजुले भ्लग बनाउनु भएको थियो चुली पोखरीको, जाँदै गर्दाको भिडियो बनाउनु भएको थियो। अनि उहाँले भन्दै हुन्थ्यो कि उकालो चढ्दा खुट्टा काम्यो यार मेरो त भन्दै थियो क्या। अब म चाहिँ त्यहाँ बसी घरमा सोच्दै थिएँ यार उकालो चढ्दाखेरि कसरी खुट्टा काम्छ भनेर भन्दै थिएँ क्या मैले चाहिँ। अनि जब म यहाँ आएँ नि अहिले आफ्नै भ्लगहरू बनाउन माथि आगो, अहिले पुरै आफ्नै खुट्टा कामिरहेछ क्या। यहाँ देख्न सक्नुहुन्छ यहाँनिर घरहरू पनि रहेछ, दोकानहरू पसलहरू। अनि पानी ठाउँमा एउटा वेट यहाँनिर चढ्दाखेरि पानी मात्र 2 बोतल सकिसक्यो। A few moments later. गोर्खाली दुःखले थाक्दैन जय गोर्खा जय गोर्खा, गोर्खाली दुःखले थाक्दैन। ल वाह।
सो अहिले चाहिँ बाटो राम्रै छ सम्म छ यहाँनिर चाहिँ अनि एकजना दोस्त भेटाएको थियो सोल्टी उसले चाहिँ भन्दै थियो कि हल्का उकालो छ त्यसपछि राम्रो छ बाटो भन्दै थियो सो यत्तिकै बाटो हो भने चाहिँ मजाले पुग्छ क्या उहाँ छिटो उकालो त वेट गाह्रो छ सो उसले पनि भन्दै थियो सोल्टीले कि मान्छेहरू छ अझै उता पनि म त हामी मात्र होला भनेको होइन अझै केटाहरू भर्खरै फर्किँदो रहेछन् अरू पनि जाँदैछ भनेर भन्दै थिएँ सो हेरौँ जस्तो आजको हाइकिङ एकदम दामी हुँदैछ सोचे जस्तै अनि चिसो चिसो हावा हुरी र जङ्गलको एउटा भाइब होइन नेचरमा र जस यस्तो धेरै कम्तीले गर्न सक्छ क्या हेर्न सक्नुहुन्छ यहाँनिर एउटा गाउँ आइपुग्यो जस्तो छ हामी र यहाँनिर मतलब अचम्म लागेको कुरा चाहिँ के भने कि यत्रो डाँडा काँडाहरूको बिचमा पनि घरहरू छ कि मान्छेहरू खेतीपाती गरेर बसेको होइन मकै फलाइरहेका छन् अनि मतलब कस्तो मजाले बसिरहेछन् कि यहाँनिर अनि सोचेकै घरिघरि यिनीहरूलाई मतलब सामानहरू होइन केही बिरामी भयो भने फेरि दबाईसबाई लिनलाई तल जानुपर्ने यताउति त्यस्तो छैन कि यहाँ लाइनहरू पनि छ कि छैन थाहा नै छैन तर जोस् यिनीहरू एउटा बाहिर संसारदेखि फरक होइन भित्र यिनीहरूले आफ्नै संसार बनाएका छन् र यिनीहरू सायद खुसी होला र हामी पनि यहाँ इन्जोय गरिरहेको छौँ सो डाँडाकाँडा अझै छ देखिहालेँ भर्खरै यही डाँडाकाँडा हो यही डाँडा सो लेट्स सी सकिन्छ होला नि होइन यति आएपछि त चुली पोखरी जान हामी चाहिँ परको बाटो हुँदै त्योभन्दा पनि अझ त्यो डाँडा पछाडिको बाटो भएर त्यो डाँडा बल्ल बल्ल कटाएर यो बाटो हिँड्दै 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 यताबाट हामी आएको यहाँ लास्टै उकालो छ हजुरहरू चाहिँ पुरै ट्रेनिङको सहित हात खुट्टा मर्काएर मजाले तन्दुरुस्त भएर मात्र यस्तो हाइकिङ गर्न आउनु होला नत्र चाहिँ यहाँ त पुरै थलै परिन्छ यहाँ हामी अझै पनि बाटोमै छौँ हामी भर्खर यो ओह्रालोबाट उकालो चढेर आएको र हामी यो दामी देखिने रुखमा हामी अहिले आराम गरिरहेका छौँ अनि चढ्दै गरेर एउटा कुरा याद आयो क्या दिमागमा कि चुली पोखरीको नाम चुली पोखरी किन राखेको भनेर किनभने नेपालीमा चुली भनेको एकदम टप एकदम हाई भन्ने हुन्छ नि त होइन त्यही भएर चुली पोखरी चाहिँ एकदम हाईमा छ अनि त्यही भएर त्यसको नाम चुली पोखरी चुली पोखरी राखेको त्यसको नाम अनि अहिले 6-7वटा डाँडा काटिसक्यो होला अहिलेसम्म चुली पोखरीको चुली पनि देख्न पाएको छैन गाइस अझै हाम्रो हिँडाइ सकेको छैन अनि हामी अझै हिँडिरहेको छौँ अझै बाटो टन्नै छ जसलाई पनि सोध्दा आधी घन्टा 1 घन्टा मात्र भन्छन् जति हिँड्यो पनि अहिले भर सोधेको अझै आधी घन्टा लाग्छ पुगिन्न भन्दै थिएँ अनि हामी त हिँड्दा हिँड्दा डाँडाहरू कतिवटा कटिसक्यो अझै पनि आएको छैन क्या हामी अहिले यहीँ थाकेर बसिरहेका छौँ एकछिन रेस्ट अनि पानी जोगाउनको लागि हामीले कोक खाँदैछौँ उता गएपछि पाइन्छ पाइँदैन पानी त्यही भएर पानी 2 बोतल मात्र छ अहिले चाहिँ कोक मात्र खाइरहेछौँ सो गएर हेरौँ त्यहाँ के हुन्छ फाइनली गाइस हामी यहाँ के अरे चुली पोखरी आइपुग्यौँ र हामीले चट्टीहरू बिछाउन आँटेको छौँ यहाँ बसेर हामी हल्का चिल गर्नेछौँ र हामी यही ठाउँको लागि हामी आएको थियौँ र चुली पोखरी युट्युबमा हेर्दा त खुब राम्रो देखिन्थ्यो यहाँ त खासै आएपछि खासै राम्रो लागेन मलाई त यत्रो हिँडाइ यत्रो उकाली ओह्राली त्यस्तो डिजर्भ चाहिँ नगर्नुपर्ने ठाउँमा हल्का राम्रो ठाउँमा हुनुपर्ने बेकारमा यत्रो दुःख कष्ट गरेर आयो सिर्फ यो ठाउँमा आएर यसरी बसेर खानेको लागि गाइस अहिले हामी चुली पोखरीमा आइसकेका छौँ र चुली पोखरी यहाँ देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा युट्युबमा हेरे जस्तो त खासै राम्रो छैन तर के गर्नु अब आइहाल्यो सो इन्जोय त गर्नु पर्यो होइन र खासै मान्छेहरू अहिले छैन 2 ग्याङ छ पछाडि त्यसपछि हामी ग्याङ भन्नाले हामी 2 जना मात्र छौँ अनि हामी यहाँ चट्टी बिसाएर अब हामी हल्का खानपिन गर्नेछौँ त्यसपछि चाहिँ हामी यहाँनिर लेकतिर यसो राउन्ड हान्दैछौँ होइन
अनि हामी त्यत्रो डाँडाकाँडा भएर आयौँ नि त अनि पसिना सरी आएको थियौँ अनि यहाँनिर के अरे मुख धुउँ भनेर बस्न आँटेको अनि भैँसीहरू यसो आउँदो रहेछ पछाडि अनि तिनीहरू सायद यहाँनिर बस्छन् होला लेकतिर अनि त्यो देखेर कस्तो धुनै मन लाग्ने क्या अनुहारै सो गाइज अहिले चाहिँ फाइनली हामी चटपटे खाएर हाम्रो ठाउँ चाहिँ त्यहाँ छ अनि अझै हात धुनको लागि यहाँनिर आएको अनि अब एकछिन यहाँनिर हामी फोटोहरू लिनेछौँ अहिले पनि हामी यहीँ चिल्ली पोखरीमा छौँ अनि भर्खरै हामीले फोटोसुट हान्यौँ त्यहाँनिर रुख ढलेको ठाउँमा र हजुरहरूले देख्न सक्नुहुन्छ फेसबुकमा म अपलोड गर्छु हजुरहरूले कमेन्ट गर्नु होला अनि अहिले चाहिँ अब जानेछौँ चट्टी बिछाएको छ त्यो सब प्याकअप गरेर अब चाहिँ अब हामी लाग्न आँटेको यहाँबाट त्यसपछि फेरि डाँडाकाँडा चढ्नु पर्ने छ अनि डाँडाकाँडा चढ्दै हामी खुडीमा फेरि उत्रिनेछौँ त्यसपछि हामी जानेछौँ अब चाहिँ हामी यहाँबाट लागेको गाइस हामी फाइनली हामी खुडी आइपुग्यौँ झर्दा पसिनाहरू चाहिँ यस्तो पुरै खोले बोक्यो आज हामीले त्यहाँनिरबाट हिँडेर होइन एकैचोटि नबिसाइ हामी लट्ठीको सहाराले हिँड्दै होइन एक घन्टामा हामीले पार गऱ्यौँ के यो डाँडा पुरै 3-4वटा डाँडा थियो अनि पुरै अफरोड उकालो ओह्रालो चढ्दै गानाहरू सुन्दै बजाउँदै कुराकानी गर्दै हामीले 1 घन्टामा पार गऱ्यौँ र देख्न सक्नुहुन्छ पसिनाले लुत्रुको भिजेको छु म साँच्चै फाइनली मुखसुख बल्ल धुइयो होइन यहाँ ट्याङ्की छ नि त अनि जो सेवा सुविधाको लागि राखिदिएको रहेछन् अनि अहिले चाहिँ फ्रेस हल्का भयौँ त्यसपछि अब चाहिँ हामी यहाँनिर हल्का फोटोसुट गर्नेछौँ हाम्रो कुलबहादुर सर यहीँ हुनुहुन्छ अनि जस आजको हाइकिङ धेरै मजाले भयो र हजुरहरू पनि आउनु होस् यहाँनिर होइन हाइकिङ गर्नलाई एकदम राम्रो ठाउँ छ उकालो ओह्रालो यदि तपाईँहरूलाई हिँड्न मन लाग्छ भने हजुरहरू वकिङ लभर हो भने हाइकिङ लभर हो भने हजुरहरू आउन सक्नुहुन्छ त्यस्तो पार्टी सुजहरू चाहिँ लाएर नआउनु होला एकदम स्पोर्ट सुजहरू लाएर आउनु होला लट्ठी बिना चाहिँ मजाले हिँड्न सकिँदैन उकालो ओह्रालो सो लट्ठी चाहिँ मजाले एउटा राम्रो तन्दुरुस्त स्ट्रङवाला लिएर हिँड्नु होला र उकालो ओह्रालो हिँड्न त्यसले मद्दत गर्छ भर्खर अहिले पनि टाइम छ हामीसँग यताउति घुम्नलाई तर अब कति घुम्नु बडीको पार्ट दुखिरहेको छ यहाँ हाम्रो र अब त्यही हो भिडियो अब यति नै हो अब हामी यहाँबाट जानेछौँ अनि सबैले हेर्दै गर्नु होला मेरो च्यानलहरू लाइक सेयर कमेन्टहरू गर्दै गर्नु होला र अर्को भिडियोमा फेरि चाँडै नै भेटौँ सबैलाई फेरि पनि सी यू सुन गाइस।